Hello guys, welcome to my vlog. Welcome to our vlog. Welcome to my vlog. आजको ब्लग स्टार्ट हुँदैछ कहाँदेखि कमल पोखरी हैन कमल पोखरीको कति राम्रो दृश्य छ उता उता गएपछि झन् राम्रो देखिन्छ उताबाट यता पनि राम्रो छ अनि अब बिर्जु के गर्न चाहन्छ कमल पोखरी भनेर के भने यस्तो राम्रो माहौल छ धेरै सेलिब्रेट गर्न खुसी हुन्छ त्यही हो राम्रो ठाउँ छ यहाँबाट सबै भ्यू देखिन्छ माछाको लागि के लिनु हो माछा माछाले खुवाउनु पर्छ भित्र माछाहरू छन् कि उता खुवाउने खुवाइरहेको यहाँबाट खसाइदिउँ हैन ए भाइ छ हुनु पछाडि सो हामी अहिले चाहिँ कमल पोखरीमा छौँ यहाँ अहिले बेलुकातिर एकदम राम्रो रमाइलो लागिरहेको पुरै मान्छेले भरिएको छ यो पोखरी जे होस् राम्रो लागिरहेको गाइस हामीहरू आइसक्यो कमल पोखरीको गोदी पोखरीको कमल पोखरीको सबभन्दा सुन्दर ठाउँ त्यहाँ हुँदाखेरि अहिले त्यो दृश्य त्यो घरको दृश्य ओए मेरियट हिल्टन पनि छ हिल्टन के होटल पनि छ हैन अरु केही भन्नु यहाँ भ्यूज राम्रो पहाड पनि छ तर जे होस् ठाउँ चाहिँ एकदम बबाल छ कहिलेकाहीँ मुड यस्तो घुम्यो भने यहाँ आउँदा राम्रो हुन्छ मुड फ्रेस गर्नको लागि त्यो गाइज अहिले हामीहरू भन्छ के अरे कमल पोखरीको छेउमा हिँडिरहेको छ हेर्नुहुन्छ कति राम्रो छ यार पोखरीको भ्यूज यहाँको फुल राम्रो छ कमल पोखरी यो के हो बे यो यहाँबाट पानी निस्किन्छ हो रातिमा होला अब हुन्छ होला सायद